के छ बुढाबारीहरू आइसकेको छ तपाईँको झोले द ब्लगर फेरि एउटा अर्को नयाँ दामी कन्टेन्ट लिएर। आज धेरै केही काम गर्न छैन, त्यही भएर आज हामी मन्दिर भ्रमणमा जाँदैछौँ। ल क्यामेराम्यान जाउँ, अप्ठ्यारो बाटो। आउनुहोस् गाइज, आउनुहोस् आउनुहोस्। आउनुहोस् निरज भाइ, तिमी पछाडि किन्नु क्या, आउन अगाडि। गाइज यहाँ हेर्नु गाइज कति राम्रो छ, यहाँ धानसान लागेको, यता पुरा हरियो वन नेपालको धन भने जस्तै छ गाइज। गाइज ल आउनुहोस् आउनुहोस्, मेरो मुखमै घुसाड्ने गाइज। यहाँ हेर्नु, यहाँ यत्रो ठुलो ढलान छ, ढलानबाट माथि चढ्नु गुमा गाइज। गाइज आउनुहोस् आउनुहोस् गाइज, यहाँ हेर्नुहोस् यी खोला सुकिसक्यो गाइज, खोला। हाम्रो दिपेश भाइ पनि छन् गाइज, हेर्नुहोस् यहाँ दिपेश भाइको कमीको सट्टा दिपेश भाइ आएको छन् हाम्रो। आउनुहोस् आउनुहोस् दिपेश भाइ, आउनुहोस् आउनुहोस्, देखाउनुहोस् हाम्रो दिपेश भाइलाई। आना आना, आउँदै गर्नुहोस्। उता हेर्नु हाम्रो गाउँको आमा काम गरिरहनु हुँदैछ। छि के मरे जस्तो गनायो, छि गाइज छि। गाइज आउँदै गर्नुहोस्, हेर्नुहोस् डढे पनि आउँदैछन् हाम्रो पछाडि। गाइज यहाँ हेर्नुहोस्, योभन्दा ठुलो घर बनाउँछु म, युट्युबबाट पैसा दिनु नि, ल्याम्बोर्गिनी राख्छु आफ्नो घरको अगाडि। के कुरा गर्नुहुन्छ, यो बाटो पुरा पिच बनाइदिन्छु म। रोक्नुहोस्, आउँदै गर्नुहोस्। गाइज मैले खालि त दिपेश भन्दैन, हेर्नु आफ्नो रङ देखाइहाल्छ कि फेरि कुकुर ताड्न लागिहाल्छ कि केटीहरूलाई हेर्ने बित्तिकै पाउने ताडिहाल्छ कि। बोकै मानिहाल्यो कि हामी यसलाई बोको। खालि दिपेश त भन्दैन, हेर्नु केटीको पछाडि कस्तो लगर जान्छ, हेर्दै गर्नुहोस्। र गाइज अघि मैले बताएँ त्यो घर युट्युबको मैले धेरै देखेको थिएँ। अब तपाईँ सोच्नु होला नेपालमा त्यति इन्कम छैन, इन्कम नभए पनि के हुन्छ कि गाइज। ट्वेन्टी गेमरलाई हेर्नु न, ट्वेन्टी गेमरको 17 मिलियन सब्सक्राइबर भएर उसले यति कमाइसक्यो है। उसको घर हेर्नु, उसको गाडी हेर्नु, टुबी गेमरलाई हेर्नु न। तिनीहरूको कुरा छोड्नु गाइज, अब हामी पनि योभन्दा बढी पैसा कमाउँछौँ। यो पिच रोड बनाइदिन्छु गाइज, यता म आफ्नो ल्याम्बोर्गिनी उडाउँछु। तपाईँले के थाहा के पैसाको महत्त्व मलाई थाहा छ, म सङ्घर्ष गरेर आएको मान्छे हो यो। र गाइज आउँदै गर्नुहोस्। ओ गाइज हाम्रो भाइ पनि आउनु लाग्छन्, हाम्रो यो न्यू मेम्बर हो। तपाईँले देख्नु न भाइलाई, भाइलाई कति हाँस्यो कि भाइ यार, पहिलोचोटि भ्लगमा आउनु। गाइज आउँदा म तपाईँलाई इन्ट्रोडक्सन गराउँछु भाइको। भाइ उतर त साइकलबाट, नाच्नुहोस् बाबु। यो चाहिँ मेरो चाहिँ छोरो पर्छ गाइज। तपाईँको लागि यो भाइ होला, तर मेरो लागि छोरो पर्छ। यो मेरो अङ्कलको छोरो हो। यो हेर्न धेरै क्युट छ, केटी जस्तै छ सेम। ल जाउँ गाइज। ओ गाइज देखिहाल्नुमा दिपेश, हेर्नु है, दिपेश भन्ने बित्तिकै मुख लुकाइहाल्छ कि। अघि केटीका पछाडि लागिरहेको थियो, त्यही भएर लजाउँ न के त्यो बुझ। गाइज आज धेरै गर्ने केही छैन, त्यो पनि इन्ट्रोडक्सन गर्दै बसौँ। ल आउनु इन्ट्रोडक्सन गरौँ। सबैभन्दा सानो बाटो सुरु हुन्छ। ल लाइनमा, ल देखा न, लाइनमा लागेर इन्ट्रोडक्सन गरौँ। नै यस्तै गरौँ इन्ट्रोडक्सन। ल सर ल गाइज इन्ट्रोडक्सन गरौँ। ल इन्ट्रोडक्सन दियो भाइ। My name is Susan Mora. धेरै न बोल। नेपाली यहाँ नेपाली। मेरो नाम सुसान मोरा हो। बाई बाई। ल आउनुहोस्। मेरो नाम निरज जोशी, आई एम छोटरी। गाइज तपाईँलाई चिन्नुहुन्छ, झोले द ब्लगर, मेन ब्लगर या झोलेको एक नयाँ चिज। गाइज यो क्यामेराम्यान रोक्नुहोस्, यो हाम्रो चस्मे त क्यामेराम्यान या गाइज या धेरै दाँत देखाउँछ। रोक्नुहोस् गाइज, हाडोको लागि च्यानल सब्स्क्राइब गरिदिनु होला। गाइज यो दौडे हेर्नु त, यो भागी एक्लै जान्न छ। रोक्नु यी गाइज दौडी मुख लुकाइहाल्छ कि। हेर्नु यो दौडे, यो गाइज यसको चाक हेर्नु कत्रो छ। यी गाइज दौडे यी गाइज दौड्यो, हेर्नु राम्ररी हेर्नुहोस् है, हेर्नुहोस् यसलाई। गाइज अब थोरै छ, अब हामी ठ्याक्कै उतै भेट्छौँ। ल रोको गाइज तपाईँ हेर्न सक्नुहुन्छ, अहिले सुशान्त मोहरा यो झरेको थियो गाइज। यो भर्खरै यही खोला मैले बुतेर गएको थियो गाइज, त्यही खुट्टा त्यसैमा हालेछ गाइज। रोक हात मिलाने यार, यति एक्लै जानुहोस्। ओ यार दिपेश पनि खुसी छ गाइज, टेन्सन नमान्नु, दिपेशको कमी छैन। यो दिपेश यार किन तिमी सेयर, तिमीले गर्लफ्रेन्डले धोका दिए जस्तै छि यार। हेर्नुहोस् गाइज महादेवको चिनो आउनुहोस् क्यामेराम्यान जल्दी। एउटा नयाँ घर पनि बनेको, त्यहाँ मन्दिर पुगिसक्यो गाइज। लोकेसन देखाइदिनु, योभन्दा पहिले गाइज यो घरलाई हेरेर आउनुहोस् गाइज, आउनुहोस्। तपाईँले म आफ्नो हुनेवाला घरको टुर दिन्छु। आउनुहोस् गाइज, आउनुहोस्।
गाइज यो घर चाहिँ एकदम स्यासी रहेछ बवाल दामी ओ आउनु आउनु क्यामेराम्यान टोयलेटको खाल्डो पनि हेरिहालौँ सुसा हाम्रा भाइ जस्ता 4वटा पुरिन्छ नि गाइज हेर्नुहोस् फेरि यहाँ टोयलेटको खाल्डो यहाँ गइरहे देखाउनुहोस् गइरहे ओ म्यान गइरहे मस्त छ गाइज ल यो धेरै टाइम पास भयो अब जाउँ अस्ति हाम्रो जो दिनको लागि हामी आएको थियो आऊ क्यामेराम्यान समातिम आउनु आऊ बाबु तिमीहरू त्यहाँबाट ओ गाई दौडेले फोकस गर्न दौडे अर्को साइडबाट पुरै ओ गाई यो छोटो यति मस्त पुरा चिलवाला मस्त पानी छ गाई हात खुट्टा नुसो यो काबुले अघि आफ्नै खुट्टामा मुतेर अहिले सफा गर्न सफल भयो बा गाई जाउँ गाई जाउँ आऊ गाई आऊ आऊ गाई फाइनली त्यहाँ मन्दिर देखाउनुहोस् अनि निरजलाई नदेखाउनुहोस् मन्दिर देखाउनुहोस् मन्दिर हामी फाइनली पुगिसकेको छौँ गाइज हाम्रो लोकेसनमा फाइनली गाइज अब हामी मन्दिर हाम्रो डेस्टिनेसन यो मन्दिरको नाम रहेछ नाग मन्दिर यो मेला भाइहरूले मलाई बताएर अहिले मैले थाहा पाएँ गाइज यो हल्का लक लागेको कारणले आज जान सकिन्न तर तपाईँले बाहिर देखिदिनु ल क्यामराम्यान यताउता पुरा देखाइदिनुहोस् हल्का राम्रै देखाउनुहोस् न ल्याउनुहोस् म देखाउँछु क्यामराम्यान गाइज हेर्नुहोस् है हल्का जुम गर्न देखिन मान्छेहरू हेरिरहेको छ ऊ हेर्नुहोस् गाइज शिव मन्दिर हो नागको मन्दिर ल गाइज अब हामी फिर्ता जाँदैछौँ जाउँछौँ आऊ गाइज गाइज जग्गा अघि हामी त्यो बाटो गएको थियो देखाउनुहोस् क्यामराम्यान अब हामी यो बाटो जाँदैछौँ गाइज ल गाइज आउनु पर्यो भाइ जल्दी आऊ ल गाइज आउँदै गर्नुहोस् प्लेस चाहिँ दामी दामी रहेका छन् तर अहिले चाहिँ यहाँ मान्छेहरूको हाम्रो फ्यान फलोइङ त्यहाँ आन्टीहरू रहेका कारणले हामी देखाउन सक्दैनौँ केही हाम्रो नत्र यहाँ अहिले क्राउड बढ्छ अनि गाई दाजु हामी मन्दिरमा जान सकेनौँ हाम्रो दुर्भाग्यको कारणले गाई चाहिँ ताला लागेको पनि थियो अब हामी अर्को बाटोबाट घर जाँदैछौँ किनभने आज हाम्रो भाइले पैसा ल्याएको छ आज हाम्रो यिनी भाइले पुरा आज हामीले पार्टी दिने व्यवस्था गरेका छन् पुरा 10 रुपियाँको गाई यति ठुलो रकम हामीले कहिले देखेका थिएनौँ गाइज ल जाउँ त पछाडितिर भ्यू देखाउनुहोस् भ्यू ल देखाउनु गाइज यो सबै जो घर देख्नु होला चाहिँ नि यो घर मैले यिनीहरूलाई अलिअलि भाडामा दिएँ हो यो पुरा गाइज दौडे आइसक्यो पछाडि देखाउनु जाउँ जाँदै गाइज ल आउँदै गर्नुहोस् ऊ अङ्कलले पनि हेर्नुहोस् नमस्ते आउने युट्युब च्यानललाई सब्सक्राइब गरिदिनु होला दोकान र गाइज अब हामी दोकानमा फाइनली अब पुगिरहेका छौँ गाइज त्यो खुच्ची हेर्नु कति ह्यान्डसम छ गाइज अब हामी अलिअलि थोरै अगाडि हाम्रो अब दोकान रहेको छ गाइज आउँदै गर्नुहोस् गाइज त्यो निलो घर देख्नु होला नि त्यो मैले बेचेँ अब पैसाको अलिकति तङ्गी आएको थियो क्या हल्का सुन बनाउनु थियो आफ्नो बिहेको लागि बिहे चाहिँ भयो गाइज अब फाइनल आमा नमस्ते गरिदिनु त्यहाँ क्यामेरामा हेरेर त्यस्तो गरिदिनु नमस्ते गरिदिनु हाई रे हाई पनि चल्छ गाइज आमा यसो भनिदियो न सब्सक्राइब भनिदियो देखिया गाइज अब सब्सक्राइब गर्दै गऱ्यो ल गाइज अब हामी फाइनली दोकान पुगिसकेको छ आउनुहोस् ल गाइज अब दोकान चाहिँ यो हो दोकान देखाउनुहोस् दोकान देखाउनुहोस् गाइज यो दोकान गाइज कि आफ्नै बाजे नमस्ते त गर यिनी हाम्रा बजे हुन् गाइज इन दोकानदारी बजे हुन् आफ्नै बजे हुन् सब्सक्राइब त भन गाइज बजारले भनिहाल्यो सब्सक्राइब गर्नु पर्छ तपाईँले गाइज अब हामी 10 रुपियाँको चिकन किन्न गइरहेका छौँ यो बजे हामीले चिकन दिन गाइज फेरिमा हो कि नै बजे अब जाउँ क्यामराम्यान चिकन नखाने रे हामीलाई दिनुहोस् जल्दी दौडे यता के गरिरहेको खोजी तिमीलाई चिकन दिएन हाम्रो दौडे भाइसँग हमेसा नै यहाँ देखा यहाँ हाम्रो दौडे भाइसँग हमेसा नाइन्साफी हुन्छ गाइज हेर्नुहोस् हाम्रो दौडे भाइले केही अनि यो त क्यामराम्यान अघिभरि हेर्नुहोस् यहाँ हाम्रो हेर्नुहोस् देख्नमा चोर जस्ता भए पनि मान्छे चाहिँ ह्यान्डसम छन् क्या हाम्रो क्यामराम्यान ल बन्द गर्नुहोस् त एकछिन ल गाइज आउनुहोस् अब यही बाटो गाइज पुगिरहेको छौँ हामी गाइज हाम्रो यहाँ बस पनि रहेको छ हेर्नुहोस् पवन आमा त हाम्रो बस हो त्यो हामीलाई फ्रीमा घुमाउने हो
ल ल गाइज आमाले अब हामीले भोलि टुर लैजान्छु भनेको छन् महाकाली नदीमा गाइज भोलि अब फेरि आउनेछौँ आमा बाई ल गाइज हाम्रो यहाँ व्यवस्थापन भइसक्यो भोलिको चाहिँ महाकाली भ्लग आउँछ गाइज